माटो समर्थकका दाजुभाइ दिदीबहिनीहरूले यो भिडियो अन्तिमसम्म हेर्नुला, अरूले पनि हेरे ज्ञान नै हुन्छ। कुरा के हो भन्दाखेरि जब भोट हाल्ने ठाउँमा बुथ प्रतिनिधि भन्ने हुन्छ, त्यो सकभर 2 जना राख्नुभयो भने हुन्छ, राम्रो हुन्छ। त्यो चाहिँ कार्ड दिन्छ अनि त्यसरी आलो पालो हुन्छ है। त्यो कार्डमा चाहिँ 2 जना भयो भने आलो पालो गर्न मिल्छ। र त्यो बुथमा चाहिँ बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म बस्नुपर्ने हुन्छ। र त्यो बुथको बेलामा चाहिँ त्यो बुथमा प्रतिनिधि बस्दाखेरि दाजुभाइ दिदीबहिनी आमा बुवा जो पनि आउनुहुन्छ भोट हाल्न, त्यो बेलामा चाहिँ अरू दलले विभिन्न प्रलोभनमा पारेर उनीहरूले विभिन्न नाटक गर्न सक्छन्। जस्तो यस्तो चस्मा लाएर आउने, हेर्नुहोस् है, अनि के गर्ने, यसो गरेपछि म त एकदमै आँखा देख्न सक्दिन भन्ने, अनि त्यसपछि चाहिँ यो आँखा देख्दिन भन्ने नाटक गर्ने है। त्यो हुन सक्छ। त्यो चिन्ने कसले भनिरहेछ, उसले कतिको उमेर समूहका मान्छेले आँखा देख्दिन भनिरहेछ है, त्यो कुरा पनि हामीले बुझ्ने। अर्को कुरा चाहिँ अशक्त छु, म त हिँड्नै सक्दिनँ, मलाई त्यहाँ मतदान स्थलसम्म डोर्याएर लाने, त्यो मत हाल्ने ठाउँसम्म मलाई चाहिँ डोर्याएर लानु भन्ने हुन सक्छ है। अर्को चाहिँ आफन्तको नाटक गर्ने, म चाहिँ फलानाको यो पर्छ, त्यसैले उहाँले, अनि उहाँले के भन्नुहुन्छ, मेरो उहाँ फलना हो, उहाँले भोट हाल्दा म खुसी हुन्छु भनेर त्यस्तो सहायता दिने आफन्तको नाटक गरेर आउने हुन्छ। अर्को चाहिँ बाटैमा यस्तो 3 पाने खुवाएर आउने, अनि ऊ चाहिँ पुरै हिँड्नै नसक्ने, हलचल गर्नै नसक्ने अवस्थामा हल्लिरहेको हुन्छ के। यो 3 पानेले हल्लिएर पुरै भोट हान्न नसक्ने अवस्था हुन्छ। त्यो बेलामा पनि उनीहरूको कुनै आफन्त भनेको चाहिँ त्यो आफन्तको नाटक गरेर त्यो पार्टीको जसले खुवाएको छ नि त्यो मान्छेले भोट हाल्न सक्छन्। अर्को कुरा चाहिँ मास्क लाएर आएको हुन्छ, अनि मान्छे चाहिँ त्यो मृतक भने मृत्यु भइसकिसक्यो होइन, मृत्यु भइसकिसक्यो, उसको नाम चाहिँ त्यो भोट लिस्टमा हटेको छैन भने मास्क लगाएर त्यस्तै मिल्दोजुल्दाको मान्छे आउँछन्, त्यस्तोलाई चाहिँ प्रतिनिधिहरूले चाहिँ यकिन गरेर मात्र भोट हाल्न दिनुपर्छ। यो कुरा पनि बुझ्नु होला है त।